घाइतेलाई सुरक्षित तरिकाले स्थानान्तरण गर्न अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनकि सुरक्षित तरिकाले स्थानान्तरण गर्दा ज्यान जोगिन सक्छ। तर गलत तरिकाले स्थानान्तरण गर्दा घाइते वा बिरामीको गम्भीरता झन बढ्न सक्छ र कहिलेकाहीँ जीवनघातक पनि हुन सक्छ। त्यसैले प्रत्येक सिएफएचआरले सुरक्षित स्थानान्तरणको तरिका सिक्नु अत्यन्त जरुरी हुन्छ। कुनै पनि घटना घट्दा घाइतेलाई हतारमा जुनसुकै सवारीमा अस्पताल पुर्याउने चलन हाम्रो समाजमा सामान्य रूपमा देखिन्छ। हामीले बिरामीलाई त्यसरी अस्पताल लैजाँदा सुरुमा लागेको चोटभन्दा झनै गम्भीर हुन सक्छ। तसर्थ सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ताले घाइतेलाई अस्पताल चाँडै मात्र नभई स्थिर र सुरक्षित तवरले पुर्याउनुको महत्त्व बुझ्नु आवश्यक हुन्छ। आउनुहोस् अब सुरक्षित तरिकाले घाइते वा बिरामीलाई स्थानान्तरण गर्ने तरिका विस्तृत रूपमा बुझौँ। तपाईले स्थानान्तरण गर्ने बिरामी वा घाइते सामान्य चोटपटकदेखि जटिल चोटसम्म लागेको हुन सक्छ। होस नभएको बिरामीलाई लग रोल गरी स्वास्थ्यकर्मी आए पश्चात एम्बुलेन्समा राख्न सकिन्छ। यो विधिले होस नभएको बिरामी वा घाइतेलाई स्थानान्तरण गर्न सकिन्छ। सहयोग गर्नका लागि तपाईँ आत्तिनु हुँदैन। वरिपरि अरू सहयोगी छन् भने बोलाउनुहोस्। कसैलाई 102 मा फोन गरेर एम्बुलेन्स बोलाउन भन्नुहोस्। अब घाइतेसँग विनम्रतापूर्वक आफ्नो परिचय दिनुहोस् र सोध्नुहोस्, के म तपाईँलाई सहयोग गर्न सक्छु? सहमति पाएपछि सहयोग गर्न अगाडि बढ्नुहोस्। सुरक्षित स्थानान्तरणका लागि घाइतेलाई उठाउने तरिका उनको अवस्था अनुसार फरक हुन्छ। यस भिडियोमा सिएफएचआरले प्रयोग गर्ने 4 सुरक्षित विधिहरू देखाइएका छन्। नम्बर 1, 2 व्यक्ति मानव क्रस विधि। हिँड्न सक्ने बिरामी वा घाइतेलाई यो विधिबाट स्थानान्तरण गर्न सकिन्छ। यो विधिका लागि 2 जना सहयोगी तयार गर्नुहोस्। भिडियोमा देखाइएको जस्तो गरेर दुवैले मिलेर 1, 2, 3 भनी समन्वयका साथ उठाउनुहोस्। यसरी स्थानान्तरण गर्दा घाइतेको शरीर स्थिर रहन्छ र चोट बढ्दैन। नम्बर 2, 2 हाते कुर्सी विधि। 2 जना सहयोगीले एक अर्काको हातलाई भिडियोमा देखाइएको जस्तो गरी समात्नुहोस् र कुर्सी जस्तै आधार बनाउनुहोस्। घाइतेको हात दुवै सहयोगीको कुममा राखिदिनुहोस्। घाइतेलाई बिस्तारै यस हाते कुर्सीमा बस्ने गरी राख्नुहोस्। दुवैले घाइतेको कम्मरमा सहारा दिँदै समन्वयका साथ उठाएर एम्बुलेन्सतिर लैजानुहोस्। नम्बर 3, 3 हाते कुर्सी विधि। यो विधिमा पनि 2 जना सहयोगी चाहिन्छ। भिडियोमा देखाएको जस्तो गरी 3 हातको प्रयोग गरी एउटा आधार बनाउनुहोस्। यसरी तयार गरेको हाते कुर्सीमा बिरामी वा घाइतेलाई राख्नुहोस्। यो विधि विशेष गरी कम चल्न सक्ने घाइतेका लागि उपयुक्त हुन्छ। नम्बर 4, अगाडि पछाडिबाट लिफ्ट गर्ने विधि। घाइतेलाई भिडियोमा देखाउनु भएको जस्तो तयार गर्नुहोस्। बिरामी वा घाइतेको खुट्टा हल्का मोडेर राख्नुहोस्। सहयोगी 1 घाइतेको खुट्टातिर बसेर दुवै घुँडा समाएर तयार हुनुहोस्। सहयोगी 2 घाइतेको टाउकोतिर बसेर काखीमुनि हात लगाउँदै छातीमा लक गर्नुहोस्। दुवै मिलेर 1, 2, 3 भन्ने सङ्केतमा घाइतेलाई समन्वयका साथ उठाउनुहोस् र एम्बुलेन्सतिर लैजानुहोस्। एम्बुलेन्स नजिक पुगेपछि घाइतेलाई ढुक्क, सुरक्षित र आरामदायी अवस्थामा राखिदिनुहोस्। स्वास्थ्यकर्मीलाई सबै प्राथमिक सहयोग र उठाउने विधिबारे स्पष्ट रूपमा बताउँदै हस्तान्तरण गर्नुहोस्। यसरी सही तरिकाले सार्न सकियो भने घाइतेको ज्यान सुरक्षित रहन्छ, चोट नबढी उपचार छिटो सुरु हुन्छ र समुदायमा तपाईले एक सक्षम सिएफएचआरको भूमिका पूरा गर्न सक्नुहुन्छ।